र संसदकारमा पनि हाम्रा कुराहरू राख्ने गर्छौं। एउटा बालबालिका वा एउटा नागरिकको सुरक्षा राज्यले लिनुपर्छ, एउटा बच्चाको जिम्मेवारी राज्यले लिनुपर्छ। एउटा गरिब आमा बुवाले मात्र त्यसको जिम्मेवारी लिएर पुग्दैन। हाम्रो नागरिक हो। आज हाम्रो नागरिकलाई स्वस्थ बनाउन सक्यौं भने, हाम्रो नागरिकलाई ज्ञानी नागरिक बनाउन सक्यौं भने, सबै ज्ञानको भण्डारको नागरिक बन्यो भने त्यो समाज नै एउटा समृद्धिको बाटोमा जान्छ, त्यो वडा समृद्धिको बाटोमा जान्छ, पालिका समृद्धिको बाटोमा जान्छ, देश समृद्धिको बाटोमा जान्छ। त्यसैले हामीले भन्न खोजेको कुरा के हो भने कोही मान्छे पनि सकेसम्म अस्वस्थ नहुन्, कोही मान्छे पनि सकेसम्म गरिब नहुन्। त्यसका लागि पालिका वा सरकारले आफ्नो भूमिका गर्नुपर्छ। हामीले बारम्बार भनेका छौं, जीवन सुरक्षा कोष कार्यक्रम हामी 2000बाट सुरु गरेको, पालिकाले 10,000 पुर्याएको छ। हामीले प्रदेश सरकार र संघ सरकारसँग बारम्बार भन्ने गर्छौं, यो 10,000 दिएर जनतालाई वा बालबालिकाको जीवनको रक्षा हुँदैन। भोलि 20 वर्षपछि 1,44,000 मात्र पुग्छ। संघ सरकार र प्रदेश सरकारले यसको साझेदारी गरेर कम्तीमा पनि एउटा बालकका लागि 50,000 पैसा जम्मा गर्नुपर्छ। हाम्रो क्षमता हुन्छ भने 1 लाख जम्मा गर्नुपर्छ। अबको 20 वर्षपछि हामीले 50,000 बालबालिकाको खातामा राज्यको तर्फबाट जम्मा गर्यौं भने त्यो बालबालिका 20 वर्ष हुँदै गर्दा उसको खातामा 8 लाख पैसा पुग्छ। एउटा पुरुष बालबालिका बालक, एउटा महिला बालिका, दुईटाको जोडी बन्दै गर्दा त्यसको 15-16 लाख रुपियाँ पैसा एउटा 20-25 वर्षको उमेरमा आफ्नो खातामा हुन्छ। उसले आफ्नो उच्च शिक्षा पढ्न होस् वा आफ्नो जीवनयापन गर्नमा उसको सम्पत्ति, बाउको सम्पत्ति ताकेर बस्न पर्दैन। यहाँ कोही पनि धनी र कोही पनि गरिब हुँदैन। किन धनी र गरिब हुँदैन भन्दा राज्यले त्यसको ग्यारेन्टी लिएको हुन्छ। त्यस्ता प्रकारका कार्यक्रम राज्यको तर्फबाट, सरकारको तर्फबाट ल्याउनुपर्छ भनेर हामीले आफ्ना भनाइहरू राखेका छौं। हाम्रो गुराँस गाउँपालिकाले सन्देश मात्र दिएको, हाम्रो यो सन्देशबाट देशले सिक्नुपर्छ भन्ने हाम्रो भनाइ छ। र गुराँसका नागरिकहरू अबको 20 वर्षपछि यो बालबालिकाहरू डुङ्गेश्वरमा गएर बिहे गर्दै गर्दा हाम्रो बालिकाको खातामा 1,44,000 हुन्छ, तर डुङ्गेश्वरको बालिकाको खातामा 1,44,000 हुँदैन। अरू पालिकाको खातामा 1,44,000 हुँदैन। यो कुरा मैले किन सोचेको भनेको भन्दा हाम्रा गाउँ सभाका सदस्य साथीहरू, वडा सदस्य साथीहरू, वडा अध्यक्षज्यूहरू, उपाध्यक्षज्यू अनि सम्पूर्ण यहाँका राजनीतिक दलहरूले दिएको सुझाव सल्लाह अनुसार गुराँस गाउँपालिका अगाडि बढ्दै गर्दा यहाँका जनताले बारम्बार सुविधा पाउने क्रम अगाडि छ। म अध्यक्ष हो, तपाईले निर्वाचित गराउनु भयो। 5 वर्षसम्म मैले अनैतिक कार्य र भ्रष्टाचार बाहेक अरू नगरेको खण्डमा मैले आफ्नो तरिकाले काम गर्दा पनि तपाईहरुले 5 वर्षसम्म थाल्न सक्नु हुँदैन थियो। तर हामीले के सोच्यौं भने हाम्रो जिम्मेवारी के हो, जनताले हामीबाट के अपेक्षा गरेर हामीलाई निर्वाचित गरेका हुन्, किन अध्यक्ष बनाएका हुन्, किन उपाध्यक्ष बनाएका हुन्, किन वडा अध्यक्ष बनाएका हुन्, किन वडा सदस्य बनाएका हुन्। हामी जनताको एउटा पुल हो, हामी जनताको एउटा ज्यालादारीमा काम गर्ने मान्छे हो, हामी जनताको एउटा सेवक हो। त्यसैले हामीले जनतालाई आफूले बुद्धिले भ्याएसम्म, आफ्नो क्षमताले भ्याएसम्म सुविधा र सहयोग दिनुपर्छ भनेर आफ्नो दिनरात आफ्नो दिमाग मेहनत लगाएर काम गरिरहेका छौं। यो काम गरेको कुरालाई पनि तपाईहरुलाई म एउटा कुरा भन्न चाहन्छु, तपाईहरुले काम गरेका मान्छेहरुलाई हामीले पनि काम गरेको क्रममा गल्ती हुन सक्छ। गल्ती भएको खण्डमा वडा अध्यक्ष, वडा सदस्य, हामी पालिका अध्यक्षलाई तपाईले यो कुरामा गल्ती गर्नुभएको छ, तपाईहरु सच्चै राम्रो हुन्छ, तपाईहरु राम्रोसँग काम गर्नुभयो भने यो समाजलाई फाइदा हुन्छ। तपाईहरुले बिगारेर जानुभयो भने तपाईहरु त बिग्रिनुहुन्छ, तर समाज बर्बाद हुन्छ। तपाईहरु सुध्रिनुहोस् भनेर तपाईहरुले भन्न पाउने हक छ। हामीले राम्रा गरेका कामहरुलाई हाम्रो अनुरोध हो, तपाई दिदीबहिनी जति आउनु भएको छ, पुरुषभन्दा दिदीबहिनी अझै इमानदार हुन्छन्। पुरुषभन्दा दिदीबहिनी भनेको अलि सोझो हुन्छन्, सत्य जे छ त्यही भन्छन्। पुरुष र महिला बीचको अन्तरमा यही कुरा छ। त्यसै कारण दिदीबहिनीलाई मैले के भनेको भने सत्य कुरा जे छ, साँचो कुरा जे छ, गरिएका कुरा जे छन् आफूले आत्मामा राख्नुहोस्, स्मरण गर्नुहोस् र जनता र छिमेकका ठाउँमा पनि गएर भन्नुहोस् गुराँस गाउँपालिकाले गरेका कामहरू त राम्रै रहेछन्। यस्तो काम गरेकोमा उहाँहरूलाई पनि ठिकै गर्यो भनिदिएको खण्डमा उहाँहरूको पनि अझै उत्साह जाग्न सक्छ, अझै उत्साह जाग्यो भने अझै राम्रो काम गर्न सक्नुहुन्छ भन्ने कुरा तपाईहरुले एउटा सन्देशका रूपमा दिनुभयो पनि राम्रो हुन्छ। उपस्थित सम्पूर्ण दिदीबहिनीहरू, साँच्चीकै भन्दा गुराँस गाउँपालिकाको यो 5 नम्बर वडा तपाईले कल्पना गर्नुहोस्, यसको 4 वर्ष अगाडि थियो कि? यसको 4 वर्ष अगाडि म आफै यहाँ उपस्थित हुन बाटो यहाँ नजिक थियो, साना काँडा मात्रै बाटो पुगेको थियो। यसको 4 वर्ष अगाडि बाटाघाटा टोलटोलमा थिएन।
यसको 4 वर्ष अगाडि सानाकाँडामा स्वास्थ्य संस्था थिएन, सानाकाँडामा 10 कक्षासम्म पढाइ हुँदैन थियो, यहाँ पनि बिल्डिङहरू पक्की बिल्डिङ थिएनन्। त्यसको 4 वर्ष अगाडि जनताले के पाउनु भएको थियो? वडा गाउँ विकास समितिले हामी दिन्थ्यौँ के, जिल्ला विकास समिति हुँदा हामी दिन्थ्यौँ के, राज्यको स्रोत र क्षमता भनेको बराबरी। तर त्यति बेलाको स्थितिमा हामी के पाउँथ्यौँ र आज के पाइरहेका छौँ भन्ने कुरालाई महत्त्वका साथ लिनु पर्यो। आज हामीले सामान्यतया खाद्यान्न दिउँला, यो खाद्यान्न दिनु महत्त्वपूर्ण कुरा होइन, हामीले पोलिसी निर्माण गर्नु महत्त्वपूर्ण कुरा हो। तपाईँ यो कुरालाई मध्यनजर गर्नु पर्यो। हामीले पोलिसी के निर्माण गर्यौँ त? हामीले यो सन्देशमूलक ढङ्गबाट यसरी हामीले उपलब्ध गरायौँ भने सबैले यो कुराको सिको गर्नुहुन्छ। सिको गर्यो भने सबैले आफ्नो वातावरण वा आफ्नो खानपिनको व्यवस्था राम्रोसँग मिलाउनुहुन्छ भनेर हामीले एउटा सन्देश